सबैजना साथीहरू चाहिँ आउँदै हुनुहुन्छ। म पनि त्यसको लागि जाँदैछु। हामी बाङ्गेबाट जाँदैछौँ। अब बाङ्गेबाट हामी धेरैवटा स्टेट जाँदैछौँ र चक्रहट्टीबाट पनि आउँदैछ। सोमबारेमा चाहिँ हाम्रो मिटिङ हुन गइरहेको छ साथीहरू। त्यो म यो फेसबुक मार्फत हालिदिने छु तपाईँहरूलाई। हाम्रो समितिको बैठक। हेलो सबैजनालाई नमस्कार। आज हाम्रो नमस्कार साउन 1 गते हाम्रो नुनालचोक सिटी सफारी समिति बराक्षेत्र नगरपालिका 7मा रहेको सिटी सफारी चालक सम्पूर्ण भेला भएर आज हाम्रो साधारण सभा मिटिङ रहेको छ यो सोमबारे चोकमा। सबैजना सफारी चालकहरू अर्कोचोटिबाट आपसमा यस संस्थामा आबद्ध भएर लागिदिनु होला। यो सफारीको टोली नुनालचोक सिटी सफारी समितिमा धेरैजना सदस्यहरू रहनु भएको छ र उहाँहरू कतिजना हाजिर हुनुभयो भनेर यो हाजिरी खाता हो। हाम्रो सङ्घमा लगभग 150 जना जति लगभग पुग्न लाग्नु भएको छ। यसरी नै हामी सिग्नेचर गरेर कतिजना भेला हुनुभयो भन्ने कुरा थाहा हुन्छ। यदि छुट्नु भएको कुनै पनि साथीभाइ हुनुहुन्छ भने छिटोभन्दा छिटो 500 जम्मा गर्नुहोला र सिग्नेचर गर्नुहोला। पहिलेको तुलनामा हाम्रो सिटी सफारी सङ्घमा धेरैजना उपस्थित हुनुभएको छ, मिसिसक्नु भएको छ। सोमबारे बाङ्गेदेखि लिएर उप्रेती निवास भयो, त्यसै गरी हाम्रो धेरै ठाउँ शुक्रबारेबाट पनि आउनुभएको होला कतिपय। सबैजना पहिलेको तुलनामा धेरै हुनुहुन्छ है अहिले। यदि तपाईँहरू पनि छुट्नु भएको छ भने यसमा आउन सक्नुहुन्छ यो समितिमा। अब हाम्रो भेला चाहिँ हाम्रो अब सुरु हुन गएको जानकारी गराउँदछौँ। मासिक त भने नि श्रेष्ठज्यूलाई आफ्नो आसन गरिदिनु र अनुरोध गर्दछु। यसै क्रममा बाङ्गे समितिका अध्यक्ष तथा ऋण समितिका संयोजक पदम राईज्यूलाई पनि आफ्नो आसन गरिदिनु हुन अनुरोध गर्दछु। र यसै समितिका सचिव बाङ्गे समितिका सचिव चन्द्रविष्ट स्थिरराज अधिकारी र चन्द्रविष्टज्यूलाई पनि आफ्नो आसन गरिदिनु हुन अनुरोध गर्दछु। यस समितिका उपाध्यक्ष तुलसी प्रसाद आचार्यज्यूलाई पनि आफ्नो आसन गरिदिनु अनुरोध गर्दछु। साथै हाम्रो कोषाध्यक्ष सुदीपज्यूलाई पनि आफ्नो आसन गरिदिनु हुन अनुरोध गर्दछु। यसै क्रममा यस समितिका अध्यक्ष विशाल श्रेष्ठज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हुन म विनम्र अनुरोध गर्दछु। हजुरलाई मेरो तर्फबाट नमस्कार र यस भेलामा उपस्थित भइदिनु भएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। र यस मासिक भेला हाम्रो नुनालचोक सिटी सफारी समितिको मासिक भेला आज हाम्रो जहिले पनि महिनाको पहिलो हप्ताको शुक्रबार पर्छ र आज 1 गते परेको कारणले गर्दाखेरि छिटै भयो र हाम्रो चाहिँ ठ्याक्कै नै 8 बजे टाइम हामीले तोकेका छौँ। अहिले साथीभाइहरूले चाहिँ ढिलो गरिरहनु भएको छ, ढिलो नगरिदिनु होला। किनभनेदेखि छिटो आउने मान्छेलाई असर पर्छ। तपाईँहरू चाहिँ 8 बजे भनेको 8:15, 20 साढेमा आउनुहुन्छ। 8 बजे आउनेहरूलाई चाहिँ असर परिरहेको हुन्छ। फेरि उहाँहरू आधा घन्टा 1 घन्टा वेट गरिरहनु भएको हुन्छ। त्यस कारणले गर्दाखेरि सबैको मर्म बुझेर तपाईँहरू पनि ठिक्कै एक्ज्याक्टली ठ्याक्कै त्यही टाइममा एकुरेट टाइममा 8 बजे भनेको 8 बजीभित्रमा आइदिनु भयो भने सबैलाई सजिलो हुन्छ र तपाईँहरूलाई अनुरोध पनि गर्न चाहन्छु म। र
तपाईँहरूको पैसा हो त्यो 500 जम्मा गरेको मासिक, त्यो हाम्रो पैसा होइन, तपाईँहरूको पैसा हामीले खाइदिने होइन। त्यो सबै हाम्रो पैसा चाहिँ तपाईँहरूकै पैसा जम्मा हुने हो। त्यो पैसा जम्मा गर्नलाई चाहिँ 1 दिन नहोला, 2 दिन नहोला, तर तपाईँहरूले 4-5 दिनमा त हुन्छ नि त पैसा। त्यस कारण चाहिँ के अरे एक दिनको 20 रुपियाँ पनि पर्दैन, 18 रुपियाँ कति पैसा पर्छ। त्यो पैसा चाहिँ तपाईँहरूले बेलैमा जम्मा गरिदिनु भने हाम्रो सचिवलाई पनि त्यो पैसा जम्मा गर्नको लागि ब्याङ्कमा बारम्बार जानु परिरहेको हुन्छ। त्यस्तो अवस्था नआओस्, उसको पनि काम होला। त्यसै कारण एकैचोटि पैसा उठ्यो भनेदेखि सजिलो हुन्छ उसलाई पैसा जम्मा गर्नलाई ब्याङ्कमा। त्यस कारण चाहिँ कुरा नभुल्नु। र अर्को कुरा सरसरी म भन्दै जान्छु। अर्को कुरा स्टिकर गरेर लाउनु भएको छैन। पहिला हामीले चाहिँ 25 रुपियाँ 65 रुपियाँ खर्च लागेको छ एउटाको है, एउटाको 65 रुपियाँ गरेर चाहिँ हामीले पैसा जो जम्मा गरेर 150 वटा स्टिकर हामीले बनाएका थियौँ। त्यो 150 वटा स्टिकरको पैसा हामीले दिइसकेका छौँ। त्यो पैसाहरू चाहिँ तपाईँहरूबाटै लिने हो, त्यो 65 रुपियाँ। प्लस चाहिँ अडिट गर्नको लागि हामीले चाहिँ वार्षिक अडिट स्थानीय सरकारलाई हामीले अडिट गर्नुपर्ने हुन्छ। हाम्रो एउटा संस्था, सरकारी संस्था हो हाम्रो यो इलिगल होइन, लिगल हो। त्यस कारण हामीले के अरे अडिट गर्नुपर्ने हुन्छ, हिसाब देखाइदिनु पर्ने हुन्छ वार्षिक। अब यो वर्ष हामीले अडिट गऱ्यो भने अब अर्को वर्ष मात्रै हामीले अडिट गर्नुपर्ने हुन्छ। 1 वर्षको लागि हामीलाई केही पनि खर्च लागेन। खर्च लाग्ने भनेको बिचमा हाम्रो समितिभित्रमा रहेका साथीभाइहरूलाई केही दुर्घटना भयो, काहीँ घर परिवारमा त्यस्तो केही घटना भयो भने मात्रै हामीले चाहिँ हाम्रो सङ्घबाट अलिक उठाउने है भन्ने कुराहरू राखेको छौँ। त्यो अब होला नहोला त्यो भनेको भगवान्ले जानु होइन, हामीलाई थाहा छैन। के भगवान्सँग प्रार्थना गरौँ हाम्रो सङ्घभित्रमा रहेका साथीभाइहरूमा कसैमा पनि दुर्घटना नघटोस्, भगवान्सँग प्रार्थना गर्दछु। यदि घटिहाल्यो भने पनि हामीले बिचमा केही गर्नुपर्ने हुन्छ, सहयोग गर्नुपर्ने हुन्छ। त्यो अवस्था बाहेक अरू पैसा उठाउनु पर्दैन अब हामीले। र अहिले हामीले चाहिँ 200 रुपियाँ पैसा उठाएका छौँ। बाङ्गेको हाम्रो अध्यक्षज्यू पदमबहादुर राईज्यूले चाहिँ 150 रुपियाँ उठाउनु भएको छ। त्यो पनि ठिकै छ, पछि हिसाब गरौँला त्यसको। तर हामीले मुनाल चोकबाट चाहिँ हामीले 200 रुपियाँ उठाएका छौँ। त्यो 200 रुपियाँ 65 रुपियाँ त तपाईँहरूको हिसाब आउँदैन। त्यो स्टिकर लगाइहाल्नु भयो। अरू पैसा उब्रेको 135 रुपियाँ पैसा हुन्छ। त्यो 135 रुपियाँ अडिट गर्दाखेरि कति खर्च लाग्छ हाम्रो? 5000, 6000, 7000, 8000 कति खर्च लाग्छ? त्यो खर्चबाट उब्रेको पैसाहरू त्यो तपाईँहरूकै पैसा हो। तपाईँहरूले त्यही पोस्टमा राखिदिनु भन्नुहुन्छ कि अथवा हामीलाई हातमै दिनु भन्नुहुन्छ, अथवा कुनै दिन हाम्रै सङ्घभित्रका साथीभाइहरूलाई भइपरि आएको दिन त्यही पैसा काम लाग्छ। कतिचोटि के अरे पैसा मागिराख्नु भन्दा पनि त्यही पैसा जम्मा गरिराख्नु, भोलि केही भइपरि आयो भने त्यही पैसाले काम चल्छ भन्नु झन् त्यसमा पनि सही छौँ हामी। तर तपाईँहरूलाई त्यो पनि हिसाब देखाइदिन्छ। यहाँ यति पैसा खर्च भयो, तपाईँहरूको चाहिँ अडिट गर्दा यति पैसा खर्च भयो, सबै देखाइ चाहन्छु भने तपाईँहरूको 1 रुपियाँ पैसा पनि हिनामिना भयो भने हामी सम्पूर्ण हाम्रो के अरे बाङ्गेका अध्यक्ष पदम राईज्यू र म मूल समितिका अध्यक्ष विशाल श्रेष्ठ, स्थिर राज अधिकारी सचिवज्यू, कोषाध्यक्षज्यू, उपाध्यक्षज्यू सबै हुनुहुन्छ यहाँनिर। उहाँहरू हामी सबै भेट्छौँ। तपाईँहरूले हामीलाई कारवाही गर्न सक्नुहुनेछ, भन्नु सक्नुहुनेछ। र अर्को कुरा स्टिकर लाउनु भएन तपाईँहरूले। अहिलेसम्म कतिपयले स्टिकर लगाएको छैन, बुझिरहनु भएको छ। स्टिकर तपाईँहरूले भोलिको दिनभित्रमा सबैले स्टिकर लगाइसक्नु भएन भने तपाईँहरूलाई हामी कर गर्दैनौँ। फेरि स्टिकर लाउनै पर्छ भनेर, किनभने तपाईँहरू एक एकजनाको पछि कुदेर साथी हुँदैन। हाम्रो कामै त्यो होइन नि, यो त के अरे सबैको लागि होला नि त। त्यस कारणदेखि तपाईँहरूलाई हामी स्टिकर लाउनै पर्छ भन्दैनौँ। तपाईँलाई स्टिकर दिन्छौँ हामी। स्टिकर नटाँसेको मान्छेले, त्यो ठुलो स्टिकर छ नि, स्टिकर नचासेकोले त्यहाँ पार्किङ गर्नु मिल्दैन, पालो लेख्नु मिल्दैन। तपाईँलाई स्टिकर दिन्छौँ हामी, तपाईँहरूले के अरे पैसा दिनु पर्दैन। तपाईँहरूको बचत छ नि कोषमा, त्यही कोषबाट तपाईँहरूको 200 रुपियाँ कट्टी गराउँछौँ हामी। त्यो पनि तपाईँले ध्यान दिनु होला। त्यो कोष कट्टी नगर्नको लागि तपाईँहरूले तत्कालै स्टिकर र अडिटको पैसा दिनु होला। किनभने सबै हामीले गर्नुपर्ने, एकजना व्यक्तिले मात्रै दिएर साथी हुँदैन, सबैले दिनुपर्छ। र अहिले चाहिँ म चाहिँ अब धेरै कुरा, अब अर्को कुरा एउटा छ फेरि है, अहिले चाहिँ यो पालोमा बस्ने हाम्रो सङ्घका छन्, जति पनि हाम्रो बाङ्गे भयो, छवटे सबै ठाउँका छन्। अहिले चाहिँ अस्ति हाम्रो चाहिँ नगरपालिका मिटिङ भएको छ। नगरपालिका प्रहरी प्रमुख र चाहिँ 6 नम्बर वडा छ उद्धव पोखरेल हामीहरू के अरे छलफल हुँदाखेरि चाहिँ त्यो छलफलमा चाहिँ बुझ्दैन, त्यसलाई समुदाय बुझ्दैन, त्यस्तै खालको व्यक्तिहरू पनि आउँछन्। त्यस्ता व्यक्तिहरूलाई पनि हामीले सम्झाउनुपर्छ, बुझाउनुपर्छ। हाम्रो समितिको हिसाब सबैलाई बताइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। मुनाल चोक सिटी सफारी तदर्थ कार्य समितिका अध्यक्ष श्री विशाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विभिन्न मुद्दाहरूमा छलफल गरी निर्णय गरियो। गठन सम्बन्धमा 1 मा बहादुर राई हामीले सर्वसम्मतिबाट पारित गरेका छौँ। सदस्यमा ज्ञानबहादुर परियार,
र अर्का सदस्यमा कविराज विकलाई ऋण समिति उपसमितिका सदस्यमा मनोनयन गरेका छौँ। प्रस्तावना 2 का सम्बन्धमा छलफल गर्दा यस मुनालचोक सिटी सफारी तदर्थ कार्य समितिको बैठक बसी सल्लाहकार समिति गठन गर्नका लागि यस तदर्थ कार्य समितिको बैठकले तपसिल बमोजिमका व्यक्तिहरू कुलनारायण श्रेष्ठको संयोजकत्वमा 3 सदस्यीय सल्लाहकार समिति गठन गर्ने निर्णय गरियो। सल्लाहकार समिति यो 10 गते भित्रमा बुझाउनेले फाइनमा पर्नु भएन। 11 गतेदेखि तपाईलाई प्रत्येक महिनाको 50 रुपैयाँ फाइन लाग्दै जानेछ हैन। अब यो महिना दिन्न, अर्को महिना मात्रै दिन्छु भन्नु भने यो महिनाको अवश्य फाइन लाग्यो 50 रुपैयाँ। तर अर्को महिना पनि 10 गतेदेखि अब 10 गतेदेखि पछाडि कट्यो भने यो महिना र अर्को महिनाको 100 फाइन हुन्छ, फेरि अर्को महिनाको 50 हुन्छ, गर्दा 150 फाइन हुन्छ। त्यसै कारणले टाइममा यो बुझौँ। सबैलाई साथीभाइ आफ्ना छिमेकी को छ जो हाम्रो समितिका सदस्यहरू हुनुहुन्छ उहाँहरूलाई जानकारी गराउँ। हामीले यहीँबाट सबैजना त आउनु भएको छैन। अनि जानकारी गराए बापत भर्सके फाइन कसैको पनि लिनु नपरोस् समितिले हैन। टाइममा सबैले तिरे बापत सजिलो पनि हुन्छ हामीलाई जम्मा गर्न पनि एक पुस्त ट्याक्क ब्याङ्कमा जम्मा गर्न। अब हाम्रो आय व्यय यस्तै छ। अब यो अर्को मासिकमा फेरि तपाईहरु भेला हुनुभयो भने अनि फेरि अब अर्को आय व्यय बताइनेछ। मासिकमा आउनुभयो भने चाहिँ आउनु भएन भने अब त्यही हो, साथीभाइबाट जान्नु हुनेछ। हाम्रो मुनालचोक सिटी सफारी समितिको अध्यक्ष विशाल श्रेष्ठज्यूले अघि नै केही कुराहरू भनिसक्नु भएको छ। महत्त्वपूर्ण कुराहरू अघि नै कोषाध्यक्ष, अध्यक्ष, सचिवबाट हामीले सुनिसकेका छौँ। र यस मुनालचोक सिटी सफारी समितिमा जति पनि आबद्ध हुनुभएका हाम्रा साथीभाइहरू हुनुहुन्छ सबैजना मिलिजुली काम गरौँ, सिटी सफारी चलाउँ। कोही पनि झगडा नगरिकन पालो पर्खेर समय पर्खेर हामी अगाडि बढौँ। हामी सबै मिल्न सक्यो भने सानोतिनो भइपरि आउने दुर्घटनाहरू भएको छ स्थानमा हामीले सानोतिनो रकम दिन सकिन्छ र हामीले प्रत्येक महिनाको 1 गते हामीले मिटिङ गर्ने गर्छौँ। यदि यस संस्थामा हुनुहुन्न भने बाहिरको साथीहरू पनि आएर यो कुरा बुझ्न सक्नुहुन्छ। बराक्षेत्र नगरपालिका चक्रघट्टी मुनालचोकमा आएर केही कुरा बुझ्नु परेमा हाम्रो अध्यक्ष विशाल श्रेष्ठसँग सम्पर्क राख्न सक्नुहुन्छ। र त्यहाँ जोसुकै सदस्य भए पनि अध्यक्ष विशाल श्रेष्ठज्यूलाई चिनाइदिनु होला भनेर पनि उहाँ त्यहाँ हुने साथीहरूले चिनाइदिनुहुन्छ। यदि हामी सबै साथीभाइ मिलेर पालो पर्खेर समय कुरेर पेसेन्जरलाई सेवा दिउँ भन्ने चाहन्छु।